नमस्ते नमस्कार म वरुण राई आज फेरि पाँचौँ तपाईँको भागमा भिडियो लिएर आइरहेको छु र यो भिडियो तपाईँहरूले अझै माया गरिदिनु भएको छ र अझै सक्दो साथीहरूलाई सेयर गरिदिनु होला र जीवन चाहिँ के हो र जीवन कसरी जिउने भन्ने कुराहरूमा चाहिँ मैले अहिलेसम्म तपाईँहरूलाई भिडियो बनाएर केही कुराहरू चाहिँ बुझाउँदैछु र मानिस यसरी जीवनलाई चाहिँ जिउनु सिकेको छ के मान्छे फिर्तीहरू पनि छैन र मान्छेको जीवन चाहिँ कस्तो भने नि एउटा स्वार्थी जीवनमा चाहिँ जिउनु सिक्ने अहिलेको समयले चाहिँ सिकाइरहेछ कि र तपाईँहरू देख्नु सक्नुहुन्छ आफ्नो लागि मात्रै आफू जिइराखेको छ कि मान्छेले अरूको लागि जिएको छैन। तपाईँहरूले कसैमा बाटोमा तपाईँहरूले एउटा मान्छे भेट्नु भएको छ नि र माया चाहिँ तपाईँहरूसँग छ भने नि त्यो मान्छेलाई पनि जिउन सिकाउनुहुन्छ कि र जीवन त्यसरी जीवन जब जिउन सिकाइन्छ नि कसैको लाइफमा नि तपाईँ त्योभन्दा ठुलो महानता व्यक्ति कोही पनि हुनुहुन्न उहाँले तपाईँलाई त्यति सहयोग दिनुहुन्छ र म भन्छु कि मान्छे आफूमा मात्र होइन अरूलाई पनि जीवन जिउनु सिकाउनु पर्दछ किनभने आफू मात्रै जिएर पुग्दैन कि अरूलाई पनि जिउनु सिकाउने यो कर्तव्य हो र हामी मानव भएको र समयले यस्तो कुराहरू सिकाएको छ कि थाहा छैन माया यो माया भन्ने कुरा चाहिँ यति कठोर छ कि तपाईँले कसलाई एउटा भनौँ न एउटा लभ परेको केटा र केटी जो हुनुहुन्छ उहाँहरू त्यहाँदेखि त्यो मायामा पर्नु भएको छ होइन त्यहाँदेखि त्यो मायामा परेको मान्छेहरू चाहिँ कस्तो हुन्छ नि उसलाई मात्रै गरिराखेको हुन्छ के माया उसलाई मात्रै म ऊ बिना बाँच्न सक्दिनँ ऊ म बिना बाँच्न सक्दैन भनेको जस्तो होइन तर माया चाहिँ सबैलाई दिनुपर्छ तपाईँलाई र जीवनमा चाहिँ माया भनेको एउटा अठुर अनि एउटा कस्तो भने नि स्वार्थी छैन के त्यो माया चाहिँ एउटा मम्मी आमा र बाबा बाहेक अरू तपाईँहरूले कसरी बाबा र मम्मीहरू पनि फेरि कुनै कठोर हुनु बाध्यता हुन्छ कि आफू हामीले गर्दा के कठोर भएको हुन्छ त्यो भएको कारणले कस्तो छ यो भिडियो होइन र अझै नै भाग हेर्नु चाहनुहुन्छ भने यो भिडियोलाई सक्दो तपाईँहरूले सहयोग गरेर माया गरिदिनु होला र सक्दो सहयोग र वरुण युट्युब च्यानल वरुण राईबाट आउँदैछ र तपाईँहरूले हेर्नु सक्नुहुन्छ त्यसमा पनि छ र वरुण राई 179मा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ हस्त नमस्ते भन्दै म पनि तपाईँहरूलाई फेरि अरू भिडियो चाहिँ भाग 6मा तपाईँहरूमा ल्याइदिनुहुन्छ हस्त नमस्ते।